हेलो गुड मर्निङ। अब हामी दुईजना चाहिँ हलेसी मन्दिरसम्म यात्रा छ अब है। यहाँबाट एकदमै नजिक छ, 10 किलोमिटर मात्रै छ यहाँबाट हामी खोटाङमा। हेलो, हामी चाहिँ अब हलेसीसम्मको यात्रा जाँदैछु हजुरहरूलाई। अब अहिले म हलेसी मन्दिरको ठुलो हलेसी मन्दिरको अहिले म दर्शन गराउँछु। हामी दुईजना जाँदैछौँ, अमित सर म। यहाँबाट चाहिँ 10 किलोमिटर मात्रै छ है गाइस, 10 किलोमिटर मात्रै छ। हामीले दर्शन गर्नको लागि गाइस हामी जाँदैछौँ तल है। तल चाहिँ भिडियो खिच्न पाइने हो कि नै थाहा छैन मलाई। तर हलेसी 4वटा द्वार छिरियो, 4वटा द्वार छिरियो गाइस। आज पाप कटाइयो, आज धर्म गरियो, भएको पाप कटाइयो। ल गुफामा छिरियो सँगै बधाई ल। गुफा छिर्यो गाइस हामी ल। जुत्ता लगाएर जुत्ता लगाएर जानु पाइन्छ हैन? जुत्ता लगाएँ ल। यहाँ कता थियो कि सँगै? कता थियो सँग? आथा त केले टोक्यो मलाई कमिलाले। ल गाइस गुफा छिर्यो हामी चाहिँ है। गुफाको म हजुरहरूलाई लाँदैछु। ठुलो हलेसी खोटाङ हलेसीको दर्शन गरिसकेपछि हामी गुफाभित्र छिरिरहेछौँ हामी। यहाँ हाम्रो अमित सर यता हुनुहुन्छ। कता हुनुहुन्छ? यता हुनुहुन्छ। शङ्ख बजान कता भन्नु तपाईँले? यही कुनामा थियो त। यहाँ एउटा द्वार थियो। यो होइन होइन मादल थियो। आफूले यसो माथि हो कि के थाहा? गुफा है माथि छ। मेरो बत्तीको मेरो डोरामा अगाडि राखिदिन्छु। एउटा मेरो भयो यति हो। धारण गरिसकेपछि अनि आफूलाई बस्न बनाएको। जस्तो भने त्यस्तै गरे नि हुनु। हामी टक्क यो पहाडमा गुफामा छौँ। हेर्नुहोस् एकदमै राम्रो ठाउँ छ। गुफामा एकदम राम्रो ठाउँ छ। माथि हेर्नु सक्नुहुन्छ, माथि हेर्नु सक्नुहुन्छ। यस्तो गुफा छ माथि, यस्तो आकाश देखिन्छ। आकाश शिवको पाइला भन्ने त छ। एउटा अझै पनि बत्ती बाल्नु मैले जस्तो यता यतापट्टि देख्नु यो चाहिँ हलेसी महादेवको लाख बत्तीको जस्तो के अरे भन्नु? लाखबत्ती बालेश्वर सरा आफ्नो घर गृहस्थी कुलपितृ सबैलाई सम्झेर हाम्रो सरले पुण्यमा हलेसीमा बसा गुफामा यसरी बत्ती बाल्नु भएको छ। 3 दिनसम्म बल्ने है। लाखबत्ती बालेश्वर यता माथि देखाउनु यता ल। यो चाहिँ बसा गुफामा आकाश देखिने ठाउँमा हाम्रो सरले यसरी बाल्नु भएको छ है। हजुर यहाँ यस्तरी यो चाहिँ गुफा हो। उहाँ सरले एउटा 3 दिने बत्ती बाल्नु भएको छ। ल हामीले अब मन्दिर पनि दर्शन गऱ्यौँ अनि हामीले गुफा पनि हेऱ्यौँ। के भन्नु छ सर? अहिले केही भन्नु छैन। कस्तो लाग्यो भन्नु त? आज दामी एकदम दि बेस्ट लाग्यो होइन? ल एकदमै राम्रो छ। पूर्णिमाको तिथिको दिन परेछ। कस्तो हेरेर आए जस्तो भयो। कस्तो राम्रो भएछ है।
कुलको देउता हो क्या आफ्नो कुलको देउता हुनुहुन्छ उहाँ चाहिँ। कुलको देउता हो। कुलको देउता हो। कुलको एकदम कुलको ठुलो देउता हो। त्यो सम्झिने बित्तिकै मलाई आइहाल्नु। बिहान हामी चाहिँ हलेसी दर्शन गरेर आइसकेपछि हाम्रो स्कुलको प्रोग्राम थियो। स्कुलको प्रोग्राम आज लास्ट दिन थियो हाम्रो सरको र मेरो। अनि उताबाट दर्शन गरेर आइसकेपछि आज हाम्रो चाहिँ बिते कार्यक्रमले सम्पन्न भयो, दर्शन गर्न पाइयो। दर्शन गरेर आइसकेपछि हामी आज स्कुलमा आज हाम्रो ह्यान्डराइटिङको लास्ट दिन थियो र आज हाम्रो बिते कार्यक्रम गरेर चाहिँ हामी आज बिदा भएको छौँ स्कुलबाट।